हेलो एभ्रिवान नमस्ते म पोखरा जब सेन्टर अमर सिंहबाट फेरि पनि हजुरको लागि आजको टप भ्याकेन्सी लिएर आइसकेको छु। हामीहरूलाई साउथ एरियामा रहेको एउटा फर्निचर सोरुमको लागि एकजना लाइट ड्राइभर आवश्यक परेको छ। हजुरको स्टार्टिङ स्यालेरी 15,000 प्लस रहेको छ। स्कुटर र बाइकको लाइसेन्स रहेको छ भने अप्लाई गर्न सक्नुहुनेछ। रानी पौवा एरियामा रहेको एउटा ट्रेडर्स कम्पनीको लागि एकजना मार्केटिङ पर्सन आवश्यक परेको छ। हजुरको आफ्नो साधन रहेको छ भने अप्लाई गर्न सक्नुहुनेछ। हजुरको स्टार्टिङ स्यालेरी 20,000 प्लस रहेको छ। रानी पौवा एरियामा रहेको एउटा स्कुलको लागि एकजना होस्टेल वार्डेन आवश्यक परेको छ। +2 कम्प्लिट गरेर बस्नुभएको छ, ब्याचलर रनिङमा हुनुहुन्छ भने पनि अप्लाई गर्न सक्नुहुनेछ। हजुरको स्टार्टिङ स्यालेरी 15,000 प्लस रहेको छ। पृथ्वीचोक एरियामा रहेको एउटा मेन पावरको लागि एकजना रिसेप्सनिस्ट आवश्यक परेको छ। बेसिक कम्प्युटर नलेज रहेको छ, +2 क्लियर गरेर बस्नुभएको छ भने अप्लाई गर्न सक्नुहुनेछ। हजुरको स्टार्टिङ स्यालेरी 10 to 13,000 रहेको छ। न्यू रोड एरियामा रहेको एउटा सोरुमको लागि एकजना अकाउन्टेन्ट आवश्यक परेको छ। सफ्टवेयर सम्बन्धी नलेज रहेको छ भने अप्लाई गर्न सक्नुहुनेछ। हजुरको स्टार्टिङ स्यालेरी 15 to 18,000 रहेको छ। बागलुङ बस पार्क एरियामा रहेको एउटा रेस्टुरेन्टको लागि एकजना वेट्रेस आवश्यक परेको छ। वेट्रेसमा इन्ट्रेस्टेड हुनुहुन्छ बट फ्रेसर हुनुहुन्छ भने पनि अप्लाई गर्न सक्नुहुनेछ। हजुरको स्टार्टिङ स्यालेरी 12,000 रहेको छ। नागडुङ्गा एरियामा रहेको एउटा होस्टेलको लागि एकजना होस्टेल वार्डेन आवश्यक परेको छ। +2 कम्प्लिट गरेर बस्नुभएको छ, BSc रनिङ हुनुहुन्छ भने अप्लाई गर्न सक्नुहुनेछ। हजुरको स्टार्टिङ स्यालेरी 15 to 20,000 रहेको छ। यदि कुनै पनि जबको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने अमरसिंहमा रहेको पोखरा जब सेन्टर भिजिट गर्नुहोला। हस्, थ्याङ्क यू।